सर्वप्रथममा हामी सिडीको सुरुवात यो एउटा इनिसिएटिभले प्रारम्भमा हामी यसलाई भाग लिएर भन्ने गर्छौँ। यो भाग लिएर सर्वप्रथम हामी विशेष गरी सेवा हौवा अथवा नमन गर्दै धरती मातालाई नमन गर्दै भोग गर्दै हामी विभिन्न चिजबाट मुक्तमा बजाएको हुँदै यसमा हामी सुन्नीको आरोहणलाई सम्झँदै मनमा भोग गर्दै नमन गर्दै हामी सम्पूर्ण आन्दोलन गर्ने हाम्रा चेलीहरूको यो नृत्यलाई यहाँहरूले अवश्य हामी यो प्रक्रिया हामी धरती मातालाई बोल्दै सेवा गर्दै उहाँप्रति हामी नमन गर्दै यो प्रक्रिया नृत्यधाराहरूलाई आभास दिँदछौँ। यसरी हामी सम्पूर्ण मानवतादी धरती अथवा माटो यसमाथि नै हामी आश्रित छौँ। यही माटोले नै यही धरतीले नै तपाईँ हाम्रो आवाज, तपाईँ हाम्रो भूपढी, तपाईँ हाम्रो खाद्य जुटाउने काम यही धरतीद्वारा नै हामीलाई दान गर्नुहुन्छ। यो धरतीलाई हामी अवश्य नमन गर्नै पर्छ। यो तपाईँ हाम्रो जुन यो रीतिरिवाज छ त्यसमा सर्वप्रथम उहाँलाई सम्झने, उहाँलाई मनमा स्मरण गर्ने यो पहिलो खुड्किलो मानिन्छ। अब हामी ओरिया गीतमा भन्छौँ, ओरिया गीतमा अथवा हाम्रा पुर्खाहरू, हाम्रा पुर्खाहरूले खेतीपाती गरिरहने, खेतीपाती हामी मानव जीवनको सर्वप्रमुख आधार मानिन्छ र त्यही आधारलाई यहाँहरू समक्ष नृत्यको सहायताले आभास दिइरहेछौँ। यस आभासलाई हामी साँच्चै नै हामी ओरिया गीतमा अथवा हेला कुवा अथवा हेला हेचा कुवा अथवा पहिलो खेती गर्ने यस पृथ्वीमा सर्वप्रथम खेतीपाती गर्ने हाम्रा पिता पुर्खाहरू जसमा नागोमा अनि हाम्रा पिता पुर्खाले सर्वप्रथम यस धरतीमा विशेष गरी कुर्ले ढुकुरको काँडबाट निस्किएको जुन बिजन छरेर अनि यो धरतीलाई हरियाली बनाउने प्रक्रिया, यो धरतीलाई हामी